धेरै शुभकामना है। अनि त्यसपछि साथीहरु म चाहिँ आज दशैंमा चाहिँ हैन मम्मीहरु चाहिँ बाजे बजे घरमा जानु भएको छ। घरमा चाहिँ म र बहिनी मात्रै। अनि साथीहरु दशैंमा चाहिँ हैन अब सधैं खाना त खाइराखे हो हैन, मासु पनि अब मासु भात त खाइराखे हो। आज चाहिँ हैन यस्तो लाएर के चाउमिन पकाएर सुकुटी झाइ भुटेर हैन चाउमिन पकाएर आफैले पकाएकै साथीहरु राम्रोसँग पकाउन चाहिँ आउँदैन। आफैले चाउमिन पकाएर अब सोलबारे हाल्दिने हो साथीहरु हैन। दशैंमा त अब त्यो खाना कति खानु भएको भयो कि, अनि त्यही भएर बडो नयाँ चाउमिन खाउँ न आफैले बनाएर। चाउमिन त मेरो फेभरेट पनि हो, त्यही माथि झन् सुकुटी बाडाको। म त साथीहरु एकदम आज एक्साइटेड छु, एकदम खुसी हैन। आज जे भने पनि आफ्नो के रे आफूले मनपर्ने चिज खानु पाउँदाखेरि अब धेरै नै खुसी छु। र साथीहरु सबैलाई ह्यापी दशैं हैन। म पनि अब मेरो लागि म आफूले नै ह्यापी दशैं डोलमा भन्न चाहन्छु साथीहरु। किनभने अब यस्तो खानेकुरा जो खान लागिरहेको छु साथीहरु। थुक पनि आइसक्यो, हजुरहरु पनि राम्रोसँग अब दशैं मनाउनु होला। म पनि मनाउँदै छु हैन, देख्नु सक्नुहुनेछ कसरी मनाइरहेको छु। ल साथीहरु अब चाहिँ म चाउमिन हाल्छु है। या चाउमिन मेरो चाउमिन ओहो दिदी बहिनीलाई एक प्याकेट ल्याएर पकाएको। तर साथीहरु हैन सबै सामान त हुँदैन नि घरमा, के गर्नु अब चाउमिन बनाउँदा होटलतिर कसरी बनाउँछ त्यस्तो गरेर अब सबै सामान त हुँदैन। तर पनि है अब आफू आफ्नो घरमा जे जति सामान छ त्यसरी नै अब पकाएको छु हैन। म मज्जाले उयो भुटेर किनेर खानु भन्दा आफै ल्याएर खाइदिने नि पकाएर सिकुटी भएको बेलामा है। ओ होटल खोल्या भए पो चाउमिन हाल्नु पकाउनु आउनु त हैन, आफ्नै घरमा खान लागिरहेको छु आफै पकाएर। ल सिकुटी पनि छ साथीहरु हैन। ल त साथीहरु लु माइ गॉड सुकुटी अनि त्यसपछि चाउमिन मज्जाले टमाटर उयो रातो पारेर पकाएर खाएर हेर्छु ल। कतै छ के सुकुटी हेर्नुस् सुकुटी मज्जाले पाकेको सुकुटी वाह क्या मिठो। ल साथीहरु अब चाहिँ म फटफुट गरेर खाइदिन्छु। हजुरहरु पनि राम्रोसँग मनाउनु होला दशैं है। आज साथीहरु बाइ बाइ। मन पर्छ भने कमेन्ट गरेर भन्नु है कस्तो लाग्यो भनेर। बाइ बाइ।